कथा आजभन्दा धेरै वर्ष अगाडिको हो, जुन एकादेशमा एउटा बुढो बाजे बस्थ्यो। जुन बुढो बाजेले एउटा कुकुर पालिराखेको थियो। जुन कुकुर र बुढो बाजे बिचमा घनिष्ठ सम्बन्ध थियो। तिनै सम्बन्धहरू बिचमा उनीहरू वर्षौंदेखि एकअर्कालाई साथ सहयोग गर्दै बसिरहेको थियो। तिनै साथ सहयोग गर्ने क्रममा एक दिन बुढो बाजे जङ्गलमा काम गर्ने क्रममा काम गर्दा गर्दै थाकेर आएछ। त्यसपछि कुकुरले पनि आफ्नो घर मालिकलाई खोज्दै खोज्दै जङ्गलतिर लाग्यो। तर बुढो बाजे लखतराम भएर पुरा हिँड्नै नसक्ने स्थितिमा भेटिरहेको थियो। कुकुरले सकी नसकी एक अर्कोलाई सहयोग गर्दै तान्दै तान्दै ल्याउने क्रममा एक्कासी बिचमा ठुलो एउटा नदी आयो। नदीमा जब ठुलो बाजे तर्न सक्दैन थियो, जब त्यतिखेर ठुलो बाजेलाई तार्नको लागि कुकुरले एउटा सानो लट्ठी लिएर आयो। जुन लट्ठीदेखि पनि सम्भव नभएपछि बिस्तारै अनेकौं उपाय रच्दा रच्दै धेरै समय बितिसकेको थियो। तिनै बेलामा कुकुरले पछि अन्तिम अवस्थामा आएर के गर्न नसक्ने स्थिति आएपछि ती बुढो बाजेलाई आफ्नो काँधमा राखेर बिस्तारै नदीमा पौडिँदै पौडिँदै यता खोलावारी तारो। अनि त्यसपछि त्यो दिन उनीहरू अबेरमा घर आइपुगे। त्यसरी नै दिनचर्या बित्ने क्रममा उनीहरूको धेरै समय बित्ने क्रममा धेरै दिन बितिरह्यो। यसरी नै उनीहरूको दिनचर्या बितिरह्यो। तर एक दिन फेरि त्यस्तै समस्या आइदिएछ। हिँड्दा हिँड्दा धेरै ढिलो भयो र फेरि उनीहरू त्यसरी नै एकअर्कालाई साथ र सहयोग गर्दै हिँड्ने चलन क्रम चलिरह्यो। त्यसपछि पछि आएर एक दिन कुकुर र मान्छे पनि हुँदा हुँदा सँगै सुत्न थाले। ती सँगै सुत्दा सुत्दा एक दिन कुकुरले सधैँ बाहिर गएर पिसाब फेर्ने गर्थ्यो। तर एक दिन जब ती कुकुर बाहिर जान नसक्ने स्थिति आएर तिनै ओछ्यानमा पिसाब फेर्यो। अनि त्यसपछि ती बुढो बाजेले कुकुरलाई मरुन्जेल कुटेर खेदायो। त्यसपछि फेरि कुकुर नहो 2-4 दिनपछि फेरि ती मान्छेसँगै सुत्न आयो। त्यसपछि फेरि उनीहरू सुत्ने क्रममा एक दिन फेरि ती कुकुरले बुढो बाजेको टाउकोमा पिसाब फेरिदियो। त्यसपछि बुढो बाजेले ती कुकुरलाई मर्ने गरी कुट्नुका साथै 2 टुक्रा बनाइदियो। त्यसपछि ती कुकुर र बुढो बाजे बिचको सम्बन्धलाई सदाका लागि अन्तिम भयो। अनि त्यसपछि ती बुढो बाजे एक्लै भए।